यो हो एउटा फेसबुक रिल्सको थम्बनेल है। त्यसको लागि पहिला सुरु हामीले पिक्सेल ल्याबमा जानुपर्छ अनि त्यहाँ एउटा फ्रेम चुज गरी अब त्यहाँनेर के लेख्ने हो लेख्ने। पहिला मैले चाहिँ लेखे 1 मिलियन भ्यूज है। 1 मिलियन भ्यूज भयो। अब यसलाई टक्क यताउता मिलाउने, त्यसको साइज मिलाउने, रेसियो कुन रेसियोमा राख्ने, कतापट्टि राख्ने भनेर। अनि त्यसपछि फोटो चुज गर्ने। फोटो यस्तो चुज गर्नुस् कि त्यो रिलसँग मिलोस् है। अनि त्यसपछि टक्क यसलाई मिलाउने। यसको पनि सेम त्यस्तै रेसियो र फ्रेम मिलाउनु पर्छ है। अनि त्यसको लागि यता जाने, त्यो माथिको उयो छ नि हाम्रो टेक्स्ट, त्यसलाई कलरफुल बनाउन है। त्यसलाई कलरफुल बनाउन 3D बनाउन त्यसको लागि यसमा यिनीहरू मिलाउनु पर्छ, कत्रो साइज राख्ने के गर्ने भनेर। हेर्नुस् अब अर्को टेक्स्ट लेख्ने है त। हाम्रो 10 लाख है, सरी 10 मिलियन हैन, 10 लाख। 1 मिलियन भनेको 10 लाख। त्यसलाई टक्क मिलाउने। त्यस्तै सेम टु के जसरी हामीले टेक्स्टलाई मिलाएको थियो नि माथि, त्यस्तै त्यसलाई कस्तो कलरको बनाउने, कस्तो साइजको बनाउने हैन, 3D बनाउने कि के बनाउने त्यो मिलाउने हैन। टक्क मिलाएर ठ्याक्कै फ्रेममा हुनु पर्यो है। बाहिर न त बाहिर न त भित्र, टक्क फ्रेममा हुनु पर्यो। टक्क सौदो खालको के। अब अर्को फेरि टेक्स्ट लेख्छौँ त्यो जस्ट इन 1 विक। अब त्यसलाई पनि कस्तो साइजमा राख्ने त्यसकै अनुसार राख्नुपर्छ। त्यसलाई फन्टमा कस्तो फन्ट राख्ने हैन, मोटो गाढा पातलो हैन। अब यसलाई पनि एंगल मिलाउने, कस्तो खाले राख्ने भनेको मैले चाहिँ यसलाई बेन्ड गरेर राखे है। हल्का बेन्ड गरेर राखे कि हल्का अलि एट्र्याक्टिभ देखोस् भनेर। त्यो पनि हेर्नुस् है फ्रेममा। टक्क एउटा रिल्सको फ्रेम हुन्छ नि त्यस्तो फ्रेममा राख्नुपर्छ के। यसको फ्रेम र साइजहरू मिलाए। अब त्यही हो, स्याडोरहरू मिलाए। अब यसमा ठ्याक्कै फ्रेम अब यो भयो हाम्रो रेडी। एक्सपोर्ट गऱ्यौँ। अब एक्सपोर्ट गरिसि यसलाई जाने हामी स्न्यापसिटमा। अब हाम्रो रिल्सको फ्रेममा क्रप गर्ने है। टक्क क्रप गरेर भयो। अब हामी जाने यता गुगलमा जिमिनी सर्च गर्ने, जिमिनाई। अनि यसलाई मैले जिमिनाईले अर्डर दिएको जस्ट चेन्ज द व्हाइट ब्याकग्राउन्ड इन्टु अ लुकिङ गुड कभर। यसले भन्न खोजे कि पछाडि राम्रो कभर आओस् भनेर जिमिनाईले यस्तो बनायो। टक्क यसलाई डाउनलोड गर्ने। अब यो अप स्केल भनेको क्वालिटी इन्हान्स गर्ने है। यो एउटा वेबसाइट हो, त्यसमा क्लिक गर्ने, फोटो राख्ने, अप स्केल हुन्छ एकछिनमै। अब त्यसपछि टक्क डाउनलोड गर्ने। यसलाई हाम्रो भयो रेडी, अप स्केल भएर। अब हेर्नुस् है फोटो कस्तो भयो। अहिले पनि भएको छैन है, अझै हेर्नु। अब यसलाई ठ्याक्कै स्न्यापसिटमा फेरि जाने। अब फेरि यसलाई के गर्ने भन्दाखेरि रिल्सको फ्रेममा क्रप गर्ने है। रिल्सको फ्रेममा क्रप गर्ने। टक्क यो हुन्छ हाम्रो थम्बनेल रेडी फर द रिल्स।